असुदाय वाल राजा आउने अरे नि त राजा होला अब आउने त आउने राजाको राम्रो हो र होइन काठमाडौँमा अनि र्याली छ अरे जानुहुन्न अब र्याली त के गर्नु जाने हामी अब राजाले हामीलाई आउने जाने गाडी भाडा खाने खर्चहरू परिबन्ध मिलाए पो जाने हामी गएर पनि के हामीले कुकुर गरी पुज्दैन हामीले कामै छैन हामी गएर हो र हो नि अब नेताहरूले हामीलाई चिन्दैन कहाँ पर्सि भोट माग्दा मात्र चिन्छन् नभए चिन्दैन अब यतिखेर नेताहरूले हामीलाई कुकुर आयो कि बिरालो आयो ए भोटको बेलामा चाहिँ आउँछ फेरि भोटको बेला त आउँछ नि भोटको बेला त अब नचिने पनि नेपाली दाजुभाइ दिदीबहिनी बाबा आमा बुवा मम्मी भन्दै आउँछन् अहिले चाहिँ अब आयो भने गयो भने हामीले कहाँ कुकुरलाई चाहिँ बुझ्दैन धेरै मान्छेसँग बोल्या हुन्छन् उनीहरूले कहाँबाट चिनेर साध्यै हुँदैन नि चिनेर साध्य पनि हुँदैन आएर हात जोड्छन् हात जोड्छन् आएर अब चाहिँ आएर नमस्कार गर्ने हामी त पछाडिबाट नमस्कार गर्ने यसरी कसलाई नेताहरूलाई हो र हो नि नेताहरू त अनि देश अब यो देश विकास गर्न भन्न गएको हो नि तपाईँकोतिर पनि यहाँ विकास भएको होला नि त नि खै विकास त हल्का फुल्का त गरेकै छ भनौँ न अब के विकास गरेछ खै यसो के अरे यसो रोडमा छाडा लाउँछन् जान्छन् 2 वर्षै नपुग्यो भने सबै बाटो रिपेयरिङ गर्छन् अब आएको बजेट अर्को मन्त्री कसले सबै हामी ठेकेदार सबै चबाउँदै आउँछन् त्यही त हो नि ए हो ल ल ल राजा आए पनि रानी आए पनि मेरो दुःख मैसँग छ अब आफ्नो दुःख आफैले गरे खाने होइन राजा आएपछि त अलिक अहिलेको यो अरू भन्दा त राम्रो हुन्छ होला नि त खोज्यो अब हो र अनि तपाईँलाई अहिलेको यो गणतन्त्र राम्रो कि राजतन्त्र राम्रो तपाईँलाई राजतन्त्र भन्दा गणतन्त्र राम्रै छ तर पहिला त राम्रै गरेका थिए जुनै नेता पनि चोर नै हो नि हुनु त नेता आदि सबै चोरै हो चोरै हो नेता जति सबै नचोर त को छ र खै नेताले चोरेर गर्छ यसो यसो गर्छु उसो गर्छु भन्छ चोरेर खाइ काका पुऱ्याउँछ भोट देखे कुनै नेताहरूलाई देखेको छैन कुकुरहरूलाई खै अहिलेसम्म कुन नेताहरू अगाडि आएको छ र अहिलेसम्म देखेको छैन देखेकै छैन भोटको बेलामा चाहिँ आएको थियो भोटको बेलामा चाहिँ आउँछ यसो सलाम गर्छ नमस्कार गर्छ हजुर दाजुभाइ दिदीबहिनी घर दैला माया भन्छन् भोट दिएर पठायो चिन्दैन पो फेरि नेताहरू त्यस्ता हुन्छन् फटै हुन् नि तर राजा त्यस्तो हुँदैन अरे नि त राजा राम्रो अहिले सबैलाई हेर्छु भन्छ नि त हो खोज्यो होला के राजालाई के हेर्ने हो र आफ्नो दुनियाँ सोच्यो भने त ठिक हुन्छ राजा आए पनि रैतीले नगरी नहुने रहेछ दाजु मारेको भन्छन् अब म भन्छ नि भने राजा दाजु नै माऱ्यो नि के मारेको त प्रमाण छैन नि त तपाईँले देख्नु भयो र प्रमाण त छैन कि तर मारेको त हो भन्ने छ हो र भन्छन् नि त प्रमाण त के हो भने अब देशवासी चोरहरू त्यस्तो देशवासीहरू ल हाम्रो चाहिँ यो एकदम टोयलेट बन्दैछ यो चाहिँ हावा आउने ठाउँ यहाँ भित्रबाट हावा ग्यास आउने ठाउँ यो चाहिँ ग्यास आउने ठाउँ है ग्यास आउने ठाउँ अनि यो त अनि ठ्याक्क ढोकाइको मुनिबाट परेछ नि त ग्यास आउने त अनि अलि यो त अलिक मिलेन जस्तो लाग्छ मलाई के हो यताबाट गएर उता निकाल्दा पनि हुन्छ हजुर यताबाट अब ऊ राख्नुपर्छ के हुन्छ के अरे भर्याङ उठ्ने स्टेप त राख्नु पऱ्यो नि भर्याङ त ए हो अब ढुङ्गा सोल्डिङबाट माथिबाट कुदाइने पाइप यो भाइले पनि के अरे जोड्ने काम त गर्दो रहेछ त दाइ राम्रो जोड्छ अनि यो बाबा लेखेको उँभो भयो त उल्टो भएन
त्यो त घोप्टो पार्नुपर्छ नि बाबालाई घोप्टो होइन उल्टे उता नै हो किन उतानो चाहिँ खोइ अब यस्तै छ हँ यता त घोप्टो पारिरहेको छ नि अर्को घोप्टे सबैतिर उतानो हँ सबैतिर उतानो कहाँ सिकेको भाइ यस्तो काम यस्तो काम मैले सानो किसानमा पहिला काम गर्दा सिकेको दहको भ्यू टाढा पनि काम गरेको भनेको होइन कहाँ थियो साना किसानमा यस्तो काम गर्छन् गरेर अब आधी लाउनु पर्छ दाइ यो कान्छो छोरो हो कान्छो छोरो हो यो तपाईँको हजुर यो जेठो ए जेठो चाहिँ हो तपाईँ जस्तै रहेछ नि कहाँ माग्छस् पैसा म अङ्कलसँग माग्छु नि को अङ्कल धनबहादुर अङ्कल त्यो त्यहाँ काम गरेको पैसा दिने पनि मै हो दिनु न त आज हँ दिनु न त त्यो पैसा कसले दिने उहाँ काम गरेको मैले दिने हो दिनु पर्यो नि त हुँदैन तँलाई त्यो होली खेल्नलाई पैसा हुन्छ ए के यसको त सुर के पो रहेछ भोलिको त्यो काम गरेर पैसा माग्छु भनेर अनि अब भोलि घुम्न जानु पर्यो कहाँ जान्छ घुम्न चाहिँ चिया बगान चिया बगान के घुम्नु यहीँ घुम्न वरिपरि यहीँ घुम्नु यस्तो राम्रो बगान छ चिया बगान किन जाने होइन अब कोसँग जान्छ चिया बगान चाहिँ साथीहरूसँग भन्नुपर्छ केटी साथी केटा साथी केटा केटी दुइटै ल तेरो पेमेन्ट अहिले दिन्छु मलाई पनि लैजा नि त भयो भने लान्छु नि भोलि के हेरेको दाइ माथि यो यस्तो उता जान्छ मालाले त्यसरी हँ अन्त अनि यो त अनि पैसा माग्दैछ त नि अनि यसो घरमा यसो के पो गर्नुभयो त अनि घुम्न जाँदा पैसा दिने हो त पैसा दिनु यसलाई हँ त्यही घुम्न जानु भनेर हिजो काम गरेको पैसा चाहिएर पैसा चाहिएर अब त्यो सबै यहाँ इँटा बनेर बनेको अनि घरमा अलिअलि खर्च दिनु पर्दैन तैँले बाउ उस्तै रहेछ केही भन्दा रहेछ नौसार कान्छ तँलाई पैसा दिँदैन नि उता ऊ अब काम गरेर पैसा लिएर जान्छ अरे यहाँ छ एकजना के छ हौ टुल्की भाया के छ तिम्रो खबर बे बिरामी भएर के टुल्की अलिकति अनुहार फेरि जस्तो छ होइन के हो लजाए जस्तो गर्छस् त खै ल पुच्छर लाउनु थालेछ उज्यालो भयो अब चाहिँ यसको चाहिँ पिकअप लिँदैछ ओ हेर त के आयो ओ हेर को आयो ओ छिच ए टुल्की माया खतरा सिग्नल दिँदैछ टुल्की मायाले यसले कहाँ हेरिरहेको छ यसले पड्काउँछ कसलाई टुल्की मायाले मान्छेलाई एट्याक गर्नु थालेको छ अनि कान्छा त चाहिँ भोलि कहाँ जान्छ घुम्न हँ अनि होलीमा जाँदैनस् कहीँ होली भनेको यही हो उतापट्टि सबै डाँडा छ होली भनेको यहीँ हो भोलि सबैजना यहीँ आओ होली खेल्नुपर्छ तेरो त्यो गर्लफ्रेन्ड सर्ल पनि यतै लिएर आइज म होली खेल्न सिकाइदिन्छु होइन तिमीहरू जाँदैछौ जाँदैन होली खेल्न होइन होली खेल्न सबै प्र्याक्टिकल्ली म थ्योरी स्योरी थाहा छ थ्योरी के हो म मास्टर पनि हो स्वास्थ्य सम्बन्धी कुराहरू हेल्थ टिचर पनि हो म स्वास्थ्य चाहिँ एकदम राम्रो आउँछ मलाई होइन स्वास्थ्य सम्बन्धी केही कुराहरू मसँग सोध्नु त्यो होली खेल्ने तेरो गर्लफ्रेन्ड सलफ्रेन्डहरू छ साथीहरू छन् यतै लिएर आइज होली भनेको यही हो यहीँ खेल्नुपर्छ होली उफ्री उफ्री ल होली खेल्न सिकाउने मान्छे चाहिँ मै हो केटाहरूलाई होइन अनि हेल्थ टिचर भनेको पनि मै हो अब यस्तो केटाहरूलाई त सिकाउनै पऱ्यो नि त होइन